मैले पहिले पनि भनेको थिएँ यादहरू आउँछन् यादहरू जान्छन्, तर कतिपय यादहरूले भने कहिले काहीँ औधीहरू आउँछन्। मलाई लाग्थ्यो यादहरू भनेका बालुवामा कोरिएका अक्षरहरू हुन्, केही बेरमा समुद्रको छाल मात्तिएर तछाड मछाड गर्दै आउनेछ र मेटाउनेछ यादहरू, यस्तै सोच्थे म। तर मेरो विश्वासको आधार स्तम्भ यथार्थ भन्दा बिल्कुल विपरीत ठिङ्ग उभिएको रहेछ। यथार्थमा यादहरू भनेका त पत्थरमा खोपिएका चित्र पो रहेछन्, जसलाई वर्षौंसम्म धुलोले ढाकेर राखे पनि हावाको एक झोकासँगै धुलो उडिदिँदा चित्र आफै प्रष्टिँदो रहेछ। अनि 81 वर्षौं अघि चित्र खोपेकै बेलामा पुगेर कता कता हराउन पुग्दा रहेछौं हामी, नोस्टाल्जिक भएर बहकिँदा रहेछौं। एउटै छातामा ओत लाग्दै झरी छल्न खोजेको हिजै जस्तो लाग्छ। यस्ता बग्रेलती यादहरू अझै पनि सम्झनाको बगलीमा बडो जतन साथ राखेको छु मैले। तिमीले त जानी जानी भुल्यौ होला, तर मैले भने बेअर्थमा चाहेर पनि बिर्सिन सकिरहेको छैन। यस्तै असार श्रावणको बेला हो क्यारे, जिम्मालबाको मेलामा घुम बिर्सिएर आउँदा बाटामा पानीले खुबै रुजाएथ्यो तिमीलाई। त्यति बेला बरको फेदमा ओत लाग्न बसेको मसँग पनि घुम थिएन। सोचे तिमीलाई ओत दिन नसकेनी सँगै रुजेर साथ दिन त सक्छु। अनि निस्किए झरीमा बाटाभरि निथ्रुक्क रुज्दै गए तिमीसँगै। याद छ त्यति बेला तल्लो गराएका रोपारहरूले खुबै जिस्काएका थिए नि हामीलाई। लाजले रातो पिरो भएकी थिए तिमी, थोरै म पनि। पछि गाउँमा गाई गुई हल्ला पनि चलेको थियो रे, मैले त्यस्तै सुनेथे। खै कुन्नी तिमीले सुन्यौ कि सुनिनौ? न पो सुनेर पनि मलाई भनेनौ कि मैले जस्तै? सायद केही संवेदनशील थियौ तिमी म भन्दा। मलाई बिझाउने केही कुरा बडो जतन साथ आफैसँग कैद गरेर राख्थ्यौ। तिम्रो यही बानीले त मदहोसी बनाउँथ्यो मलाई। सायद त्यही झरी अन्तिम थियो क्यारे हामीले सँगै रुजेको। त्यसभन्दा अघि पनि झरी नपरेको होइन, अनि त्यसभन्दा पछि पनि। तर पनि खै किन हो हरेक झरीमा म दोहोऱ्याइ तेरै त्यही झरी सम्झिरहेको हुन्छु। कारण मलाई नै थाहा छैन, फेरि कतिपय कुराहरूको कारण खोतल्नु पनि आवश्यक रहँदैन। कपुरी क जस्तै वर्षौं अघिदेखि गुरुहरूले कपुरी क भनेर घोकाउनु भयो र यही आदत बन्यो पनि हामीलाई। तर न कहिले हामीले कपुरी ख नभएर किन क नै भयो भनेर सोध्यौं, न त गुरुहरूले नै प्रस्ट्याउनु भयो। अझ यसो भनौं हामीलाई कहिले पनि यसको आवश्यकता बोध्नै भएन। हो यस्तै अपरिभाषित सम्बन्धको सेतु छ हामी बीचमा, जसले हरेक झरीमा मलाई सुस्तरी चिमोड्छ अनि व्यस्त दैनिकीको एकाग्रता भंग गर्दै बिथोलिदिन्छ। हिजो तिमी सँगै रुजेको सम्झिएर आज एक्लै रुजिरहँदा पत्तै नदिकन आँसुहरू आँखाबाट पोखिँदा रहेछन्। फेरि पनि मेरो केही गुनासो छैन, किनकि देख्नेहरू त त्यसलाई पनि झरी नै भन्ठान्छन्। मेरा आँसुहरू अरूका लागि झरी बनेर देखिदिन्छन्। एक्ला एक्लै भए पनि रुज्दैछु म आज पनि, एक्ला एक्लै भए पनि रुज्दैछु म आज पनि, रुज्दा रुज्दै चिसा आँसु पुस्दैछु म आज पनि। दिन हप्ता महिनासँगै वर्षौं पनि बिति गयो, दिन हप्ता महिनासँगै वर्षौं पनि बिति गयो। कुन्नी कता पुग्यौ तिमी बुझ्दैछु म आज पनि, एक्ला एक्लै भए पनि रुज्दैछु म आज पनि। हुन त कहाँ छौ भन्ने बुझेर पनि हुने त के नै पो हो र। फेरि पनि यो मन भने एक तमासले ढिपी गरिरहेछ तिमीलाई बुझ्न। मलाई यस अर्थमा खुशी लाग्छ कि तिमी जहाँ भए पनि जुन कुनामा भए पनि हामी एउटै धरतीमा टेकेर बसेका छौं अनि एउटै आकाश ओढेर पनि। यस अर्थमा पनि टाढा भएर नि भिन्नै भने छैनौ हामी। यसै गरी बुझाउँदैछु ढिपी मनलाई हिजो आज। मलाई थाहा छ समय सधैँ एकनास रहँदैन। हिजोको तिमी र आजकी तिमीमा पक्कै पनि परिवर्तन हजार भयो होलान्, तर पनि मेरो बहकिने मन यही भन्छ कि आज पनि उसै गरी हातभरि हरिया चुरा लगायो होली, हत्केला भरि मेहन्दी रंगायो होली, अनि सखारे महादेव थानमा पुगेर केही माग्यो पनि होली। वर्षौं अघि साउनको एउटा सोमबार मन्दिरबाट फर्कँदै गरेकी तिमीलाई मैले ढिपी गरेथे राम भक्त जोजीजुको गीत गुनगुनाउँदै। केवर मागी फर्क्यौ भन तिमीले पुज्ने देवतासित, दुनियाँलाई नभने नि भन्न हुन्छ एउटासित। त्यति बेला कुनै दिन भन्ने बाचा गरेकी थियौ तिमीले, तर त्यसपछि न मैले नै सोध्ने अवसर पाएँ न त तिमीले नै जानेर बाचा पूरा गर्यौ। फेरि पनि त्यति बेला म ढुक्क भने थिएँ तिमीले मागेकी योग्य वरको मापदण्डहरू ममा निहित छन् भनेर। तर खै कुन्नी तिम्रो भगवानले मलाई योग्यताको प्रमाणपत्र दिने झन्झट बेहोर्नु भन्दा योग्य व्यक्तिकै जीवन रेखामा तिमीलाई उभ्याइदिनु सहज ठानेछन् क्यारे। त्यसरी पनि समयको छालद्वारा पाखैमा हुत्याइए म। त्यति बेला सोचेथे यो सोमबारे व्रत बस्नेहरूले योग्य वर पाऊँ भनेर माग्नुको साटो मलाई माया गर्ने मान्छेलाई योग्य बनाइदिनु किन भन्दैनन् होला भनेर। हरेक वर्ष यस्तै झरीहरूले खाटो बस्ने लागेको मनको घाउ चिथोरिदिन्छ अनि आँखाहरू झरीसँगै दर्किन पुग्छन्। खै कुन्नी कहाँ पुग्यौ के भयो, तर पनि हरेक बर्खे झरीमा तिमी पनि त म जस्तै रुजेकी हौली नि भन्ने लाग्छ मलाई। मलाई रुजाउने यो झरीले तिमीलाई चाहिँ के बाँकी राख्यो होला र भनेर कल्पिन्छु, अनि त झनै रुज्नुको मजा बढेर आउँछ। आज पनि उसै गरी मेलामा घुम बिर्सियौ होली, देउराली निरा आइपुग्दा झरी पर्यो होला, यतिसम्म सम्झिँदा त एक खाली रमाइलो लाग्छ।
तर जब देउरालीबाट फुत्त निस्केर अरू नै कोही तिमीसँग रुच्दै पो छ कि अनि रोपाहरूले तल्लो गोराबाट जिस्काउँदा आज पनि उसै गरी तिमी लाजले रातो पिरो भएकी छौ कि भन्ने सोच्दा भने एक्कासी मनमा केही गाँठो परे जस्तो लाग्छ। जीवनको अन्तिम सेकेन्ड गन्दै गरेको बिरामीको मुखबाट अक्सिजनको पाइप थुतिदिए जस्तो आलस तालस हुन पुग्छु म। यादहरू भनेका पनि सिसा कलमले कोरिएको चित्र जस्ता त हुँदा रहेछन् नि। इरेजरले धर्काहरू मेटे पनि डोपहरू भने सधैँ बसिरहने लगभग चित्र जस्तै भनेर। त्यसैले पनि मैले जस्तै तिमीले पनि पुराना कुराहरू भुलेकी छैनौ भन्ने एक स्वर विश्वास छ मसँग। त्यही विश्वास ओढेर हर रात सँगै रुजेको सपना देख्छु म। सपना देख्नु मेरो गल्ती होइन, न त देखिनु तिम्रो दोष नै, तर अनजानमै भए पनि सपनाका श्रृङ्खलाहरूले अघोषित रूपमा कल्पनाका प्रतिबिम्बहरू स्केच गरिरहन्छन्। जस्तो छु म तिमी पनि उस्तै त हौली, जस्तो छु म तिमी पनि उस्तै त हौली, मेलापात बनिबुतो दुरुस्तै त हौली, के भयो कसो भयो आखिर जहाँ पुगे पनि मैले जस्तै एक्लै आँसु उस्तै त हौली, जस्तो छु म तिमी पनि उस्तै त हौली।